नमस्कार साथीहरू। आज हामी नेपालमा सबैभन्दा धेरै खोजिने र अति नै लोकप्रिय र व्यावसायिक रूपमा एकदमै फाइदाजनक खेती अकबरे अर्थात् डल्ले खुर्सानी खेतीको बारेमा सुरुदेखि अन्त्यसम्म पूरा जानकारी दिनेछौं। तपाईहरूलाई थाहै छ, अकबरे खुर्सानीको पिरो र यसको बास्ना अन्य खुर्सानी भन्दा बिल्कुलै फरक हुन्छ। बजारमा यसको माग 12 महिना हुन्छ र भाउ पनि सधैँ उच्च रहन्छ। थोरै जग्गा हुनेहरूले वा घरको छतमा गमलामा लगाउनेहरूले पनि यसबाट राम्रो फाइदा लिन सक्छन्। यदि तपाईँ पनि अकबरे खुर्सानी खेती सुरु गर्ने सोचमा हुनुहुन्छ भने बिउ राख्नेदेखि लिएर फल टिप्नेसम्मका 5 वटा सजिलो स्टेपहरू आज म तपाईलाई एकदमै सरल भाषामा बुझाउने छु। भिडियो अन्तिमसम्म हेर्नुहोला है त। बिउ छनोट र नर्सरी बेर्ना तयार पार्ने तरिका। सबैभन्दा पहिलो र महत्वपूर्ण कुरा भनेको सही बिउ र स्वस्थ बेर्ना हो। बिउ छनोट। यदि तपाईँ आफै बिउ तयार गर्दै हुनुहुन्छ भने राम्रोसँग पाकेको, निरोगी र ठूलो साइजको अकबरे खुर्सानीबाट बिउ निकाल्नुहोस् अथवा बजारबाट उन्नत जातको बिउ किन्नुहोस्। नर्सरी राख्ने समय। बेर्ना तयार पार्नका लागि मक्सिरदेखि माघसम्मको समय सबैभन्दा उत्तम मानिन्छ। चिसो मौसममा बिउलाई प्लास्टिकले छोपेर वा न्यानो बनाइराख्नुपर्छ, जसले गर्दा बिउ चाँडै उम्रिन्छ। बेर्ना उठाउने तरिका। बिउ रोप्नको लागि प्लास्टिकको प्रो ट्रे अथवा सानो ब्याड बनाउनुहोस्। माटोमा आधा भाग कोकोपिट वा राम्ररी कुहिएको गोबर मल मिसाउनुहोस्। बिउ रोपेको करिब 35 देखि 45 दिनभित्र जब बिरुवामा 4-5 वटा राम्रा पातहरू आउँछन्, तब यो खेतमा अथवा गमलामा सार्न तयार हुन्छ। माटोको तयारी र बिरुवा सार्ने सही तरिका। जमिन वा माटोको तयारी। माटो कस्तो हुनुपर्छ? अकबरे खुर्सानीका लागि पानी नजम्ने, घाम टल्किने र प्राङ्गारिक पदार्थ धेरै भएको खुकुलो दोमट माटो चाहिन्छ। जमिन जोत्ने र मल हाल्ने। बिरुवा सार्नुभन्दा 10-15 दिन पहिले नै खेतलाई 2 देखि 3 पटकसम्म राम्ररी माटो बुरबुराउँदो बनाउनुपर्छ। जोत्ने बेलामा प्रतिरोपनी कम्तीमा 15 क्विन्टल राम्ररी कुहिएको गोबर मल वा कम्पोस्ट मल माटोमा राम्ररी मिलाउनु पर्दछ। रोप्ने दूरी। ड्याङदेखि ड्याङको दूरी कम्तीमा 2 फिट र बोटदेखि बोटको दूरी पनि कम्तीमा 2 फिट राख्नुपर्छ। यसो गर्दा बोट फैलिन पाउँछ र हावा तथा घाम राम्ररी छिर्छ। यदि कौसीमा गमलामा लगाउँदै हुनुहुन्छ भने कम्तीमा 12 इन्चको गमला वा बोरा प्रयोग गर्नुहोस् र पिडमा पानी बग्ने प्वाल बनाउन नभुल्नुहोला। सिँचाइ, गोडमेल र मलखाद व्यवस्थापन। अकबरेको बेर्ना सारेपछि तेस्रो मुख्य काम भनेको यसको हेरचाह र मलखाद हो। सिँचाइ। अकबरे खुर्सानीलाई चिस्यान चाहिन्छ, तर फेदमा पानी जम्न दिनु हुँदैन। माटो सुक्खा देख्ने बित्तिकै हल्का पानी हाल्नुहोस्। गोडमेल। बिरुवा सारेको 20 देखि 25 दिन पछि बोट वरिपरि उम्रिएका झारपातहरू उखालेर फ्याँक्नुपर्छ। त्यसपछि बोट नकम्पियोस् भनेर फेदमा हल्का माटो उकासिदिनुपर्छ। बोट हलक्क बढाउन र पछि धेरै फल फलाउनका लागि 15-20 दिनको फरकमा भान्साको फोहोरबाट बनेको झोल मल वा खरानी र गोबर मलको धुलो फेदमा हालेर माटोले छोपिदिनुहोस्। रोग र किराबाट बचाउने घरेलु उपाय। चौथो र धेरै किसान दाजुभाइहरूले भोग्ने समस्या भनेको रोग र किरा हो। अकबरे खुर्सानीमा प्राय पात बटारिने रोग र साना लाई किराहरू लाग्छन्। यसका लागि तपाईले बजारको महँगो रासायनिक विषादी प्रयोग नै गर्नु पर्दैन। घरेलु जैविक विषादी। घरमै तितेपाती, निमको पात, लसुन र अलिकति खुर्सानीलाई थिचेर पानीमा उमाल्नुहोस् वा 2-3 दिन कुहाउनुहोस्। त्यो पानीलाई छानेर हप्तामा 1 पटक बोटका पातहरूमा राम्ररी छर्कनुहोस्। यसो गर्दा किराहरू नजिक आउँदैनन् र बोट सधैँ सप्रिएर रहन्छ। फल टिपाइ र निष्कर्ष। टिपाइ। बिरुवा सारेको करिब 70 देखि 90 दिनभित्र अकबरे खुर्सानी फल्न र रातो वा पँयालो भएर पाक्न थाल्छ। विशेष कुरा के छ भने अकबरे खुर्सानीको एउटै बोटले लगातार 2 देखि 3 वर्षसम्म फल दिइरहन्छ। त्यसैले अलिकति ध्यान दिएर खेती गर्ने हो भने यसबाट सोचे भन्दा निकै राम्रो आम्दानी गर्न सकिन्छ। आशा छ आजको यो भिडियो तपाईको लागि उपयोगी भयो होला। खेतीपाती सम्बन्धी यस्तै सरल र व्यावहारिक जानकारीहरू निरन्तर पाउनका लागि हाम्रो च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद। जय कृषि।